खालि गाजाको कुरा मात्रै गर्छ यो बाजे त के हो यो अबदेखि मेरो बिजनेस नम्बर 1 गाजा खेती बिजनेस नम्बर 2 सालको रुख रोप्ने हामीले अहिले चाहिँ मान्नुहोस् कि रारामा मैले नेपालीहरू त्यहाँ स्विमिङ गरेको देखाएको छु मैले पानी छुन सकेन करेन्ट लागेको चिसो छ त्यहाँ गएर विश्व स्विमिङ कम्पिटिसन छ हाम्रा त्यहाँका चाहिँ सब मान्छेले भाग लिने विश्वभरका स्विमर आउँछ हाम फालेपछि मसल क्र्याक हुन्छ सिद्धो हाम्रा मान्छे पार गरेपछि गोल्ड मेडल कसले जित्ने हामीले जित्ने हो हामी जित्ने गोल्ड मेडल बक्सिङ खेल्ने जहाँ हामी पुग्दा पनि रिङ्गटा लाग्छ एल्टिट्युड सिकनेस हुने ठाउँमा एल्टिट्युडमा बक्सिङ कराटे खेलाडी त्यहाँ पुग्दाखेरि 3 मान्छे देख्न थाल्छ एसियन गेममा गएर चाहिँ 5 करोड भनेर ठोक्न पायो भने गोर्खाली चाहिँ ठोकाइ पर्यो भने कस्तो हुन्छ गोर्खाली ठोकाइ पर्यो भने कस्तो हुन्थ्यो त्यो पनि एल्टिट्युडमा अरू आएर चाहिँ हेर्दाखेरि रिङ्गटा लाग्न थाली हाम्रा मान्छेले ठोकेपछि चाहिँ गोल्ड मेडल ल्याउँदैनौँ ल्याउँछ नेपालीले ल्याउँछ तपाईलाई यस्तो सजिलो छ कि नेपाल त डाँडाको देश छ अब त उन्नी जमाना आयो नि सर फ्लाइङ कारको जमाना आयो नि त हामीले त्यो सोच्नु पर्यो नि त तपाईँ हाम्रो पिसाल त त्यो सोच्नु पर्यो नि त होइन र एउटा डाँडामा टक्क काट्दिने फोरेस्ट स्टेसन बनाउने त्यहाँबाट उड्ने फेरि 10वटा छाँडा पारी जाने फेरि उड्ने जेनेरेसन हामी त फ्लाइङ जेनेरेसन होइन र सर हो त फ्लाइङ जेनेरेसन हो हामी यहाँका मधेसका सबै जनताले चाहिँ होइन करोडका मालिक बनाउने नबनाउने जुन वस्तु बेचेर हुन्छ त्यो वस्तु बेच्ने हो त्यसमा गाजा बेचेर हाम्रो देशमा करोडपति बन्न सक्छ मान्छे सबै करोडपति अहिले चाहिँ मैले भने हिमालको झरनाको अलिकति पानी हालौ अब अलिकति चाहिँ हाम्रो गाँजा तत्त्व हालेको हामीले चाहिँ गाँजा कोला बनायौँ कोला बन्छ गाँजा कोला बन्दैन त्यो खायो कि मन आनन्द हुने त्यो फुक्नु परेन आनन्द हुने म गरिब छु भन्यो भने त्यहाँ रक्सी पसल राखिदिन्छु रक्सी पसल त्यहाँ राखेपछि दिनको 10,000 कमाइ हुन्छ यो गरिबलाई मेसिनबाट छिराउने धनी बनाएपछि ऊ धनी भइहाल्यो एकजना व्यक्तिको नाममा 12वटा साल दिन मिल्छ क्या अहिले एउटा साल 1 करोड पर्छ 12 करोड भएन उसको अनि अर्को कुरा यो खानीबाट कति पैसा हुन्छ थाहा छ हजुरलाई फलाम खानीबाट मात्रै हरेक नेपालीलाई 2-2 करोड बाँड्ने पैसा हुन्छ कि फलाम तामा र हिरा खानीबाट कहाँ दिन्छौ हामीलाई ल्याउ न म पनि नेपाली हो नागरिकता छ लट्ठ पर्नु भएको छ तपाईँ लाग्यो खानै नहुने हो एकपल्ट आएपछि कसैले पनि खाँदैन एकपल्ट खाएपछि गाजा कसैले खाँदैन अनि तपाईँ किन गाजा खेतीलाई बधाई दिनु त्यो लट्ठ्याउने कुरा गरिरहेकै छैन करोडपति बनाउने म नि गाजा खेती सुरु गर्छु अब कवि कलाकार अरू त्यसमा नेपाली जनताले चाहिँ गाजा खेती गर्नुपर्छ खान हुँदैन 25 वर्षपछि त विदेशीलाई चाहिँ गाजा खानुपर्छ भने तपाईँको काठमाडौँ भरि 80,000 वटा रक्सी पसल किन खोलेको खाएपछि चाहिँ मान्छे लट्ठ्याउँछ सिलगढी कुद्छ होइन गाडी ठोकाउँछ भन्ने थाहा छैन खान त पर्यो नि त यति प्रधानमन्त्री हामी यति भएको भए 5 वर्षमा सारा नेपाललाई करोडपति बनाउँथे म अब तेरा बाप यहाँ छोडकर गया था कि तेरी करोडपति मुकेश कटवाल कसरी आइफोन 1 भन्दा 2 2 भन्दा 3 एडभान्स हुन्छ नि हजुर भन्दा बा भन्दा म एडभान्स छु के र म भन्दा मेरा भाइ झन् एडभान्स छन् हो खतरनाक छ नि पृथ्वी हैन मैले त पृथ्वी चलाउन सक्छु भने चाहिँ बसेर विजय साईले साइन्टिस्ट हो किन भैँसी भनेको भने रागो भने पनि हुन्थ्यो नि पुरुष भएपछि किन भैँसी भने होला त्यसैले यो भैँसी रागोतिर होइन होइन शिवजीले गरेको गाँजा उत्पादन गर्ने प्रशोधन गर्ने धागो उद्योग खोल्ने यसको चाहिँ होइन औषधि उद्योग खोल्नेतिर भयो भने सबैले करोडपति बनाउने यो बाटोमा जाने हो कि मका अस्ति 10 रुपियाँमा चाहिँ मुला चाहिँ 1-1 किलो बेच्न किसानले के पायो होला यस्तो मान्य सदस्य 10 रुपियाँ पायो नि मुला बेच्यो भने अब मिडियामा बोल्नु पर्छ धन्यवाद नमस्कार वर्ल्डको स्विस मोडलको ब्याङ्क के स्विस ब्याङ्क छ नि त त्यस्तै धनगढीमा बनाउँछ के छ संसारमा स्विस ब्याङ्कमा सबभन्दा धेरै पैसा इन्डियन र चाइनिजको छ के छ हैन इन्डियनलाई पनि गाह्रो राख्न जाऊ वहाँ लिन जाऊ वहाँ चाइनिजलाई पनि वहाँ जाऊ बिचमा खोल्दिम न यहाँ हुन्छन् राख्छन् आनन्द दिमाग चाहिँ हो खत्रै हो बिचमा खोल्दिम न हैन 4 महिनापछि त्यो 4 लाख हुने भयो किन नरोप्ने भनेको दिनभरि एक्सर्साइज पनि भयो स्वस्थ पनि भयो आइसोलेसन पनि भयो के को 3 फिट र 10 फिटको कुरो हो यो त 3 किलोमिटरको दूरीमा हो वनमा जाने गीत गाउने वनचरीसँग चाहिँ मिलाउने वनमा भएको अलिकति काफल पाकेको भयो भने खाने अरू चाहिँ यसो पाकेको भयो भने खाने यहाँनिर गुनास चाहिँ अहिले फुल्न लागेको छ गुनास सिउरिने गीत बनाउने अरू बनाउने कविता कोर्ने एक्सर्साइज गर्ने पुलअप गर्ने रुखमा झुन्डिने हैन त्यही हो दिमाग त्यस्तै छ खरबको चाहिँ यहाँ बुढा सालहरु छ 36 खरबको जंगलमा एकचोटी जंगल फडानी गर्नुहुन्छ यहाँले बुढा साल काट्छु एउटा काटे 10 वटा रोप्छु हैन एउटा काटे 10 वटा 26 36 खरब त मलाई त्यहाँबाट आयो है
अर्को भनेको 22 खरबको पानी छ सर हाम्रो देशमा, एक वर्षमा बेच्न मिल्ने सर। 22 खरब दुवै कतारदेखि मैले सबै कुरा गुगल कहाँ छ त भन मलाई। मात्र सर 26 खरब आउँछ एक वर्षमा यो देशमा। शिक्षा स्वास्थ्य पे गर्न पुग्छ, किसान कमाइ 4 गुणा बढ्छ सर। भिजन त खत्रै हो। सरकारको राजनीतिक पार्टीहरूलाई सहजताको लागि गाउँपालिकाका चाहिँ प्रमुखहरू महानगरपालिकाहरूले ड्रोन उडाउँ भ्यू म दिन्छु, अनि त्यो ड्रोनले उडाएर चाहिँ वनमा छर्ने हो भने एउटा वन विकास समितिको वर्षको कमाइ 20 करोड रुपियाँ भयो कि राज्यमाथि निर्भरता कम हुन्छ। हुँदैन हरेक बोटमा पैसा हरेक पातमा पैसा भने तिमी त यो जङ्गल हेर्नु न, जङ्गलमै आएछ त मान्छे त हाम्रो गोर्खाले किन भन्यो भनेर मैले लुजा प्रुफ देख्यौ प्रुफ खै रुख साल खै नेपालको साल मात्र अहिले हामी सधैँ देख्दिन त म त आजकै दिनमा 1 करोड बाँड्न पुग्छ, 1 करोड 20 लाख बाँड्न पुग्छ। 1 करोडको रुख हेरौँ 1 करोड 20 लाख बाँड्न पुग्छ। 1 करोड 20 लाख मलाई चाहियो एउटा रुख। यदि मैले धरानलाई चाहिँ यो केन्द्र बनाए वरिपरिको गाँजाको एउटा केन्द्र बनायो भने मैले अहिले ठोकुवा गर्न सक्छु। दिनको 10,000 मोटरसाइकल त्यहाँ आउनेछन्, 100वटा चाहिँ होटेलहरू त्यहाँ चाहिँ बुक हुन सक्छ। अनि गाँजा खाएपछि यति भोक लाग्छ कि त्यो खाद्यान्नको कन्जम्सन होला। बिक्किँदैन नि गाँजा खानु मन लाग्यो। यस्तो ठाउँमा हामीले गुफामा ध्यान गर्थ्यौँ, राति 12 बजे 2 बजे 3 बजे बाघ आएर चाहिँ हामीलाई आशीर्वाद खाथ्यो। अनि अलिकति फन्डी पनि ट्रल पनि भन्छ मलाई खास गरेर गर्नुहोस्। बाघले आशीर्वाद दिएको बाघले आशीर्वाद दिन्छ तिमीहरूलाई। हाम्रो एकजना एउटा गुफा थियो कि त्यो गुफामा सधैँ बाघ आउँथ्यो, त्यो बाघ आएर फर्केर गएपछि बल्ल सुत्थ्यौँ कि हामी। बाघको ओछ्यान रिजार्भ गोर्खाबाट किन पक्रिए थाहा छ? के गर्दै थिए म गोर्खामा थाहा छ? केही थाहा छैन। गोर्खामा गएर विश्वको सबभन्दा ठुलो सर्वोच्च अदालत बनाउनु पर्यो भनेर जग्गा फाइनल गरेर 2100 रुपैयाँ जग्गा मिलाएर त्यसको नक्सा बनाउनको लागि म इन्जिनियर बोकेर गएको। मलाई बोलाउनु है नक्सा पास गर्नु छ। ओके त्यो इन्जिनियर अहिले गायब छ 2 दिनदेखि। मेरो फोन मेरो झोला मेरो कपडा मेरो ब्रस पनि उसँग छ, म थाहै छैन कहाँ छ भन्ने कुरा अहिलेसम्म। अन्डरवेयर पनि छ भन न बाबुजी। तर तपाईँले 64 को उमेरमा पनि 110 उजाला यसमा पनि कतै गाँजाको त के प्रयोग छैन? म कन्ज्युम गर्छु गाँजा। बाजे चाहिँ के हो खाली गाँजाको बारेमा चाहिँ कुरा गर्छ त? रेगुलरली कन्ज्युम गर्छु। देन यु विल नो। जिम गर्दा पनि क्या रमाइलो हुने उठाउँदाखेरि पनि यु नो द मसल। यहाँबाट बगिरहेको रगत थाहा हुन्छ, यहाँको झन्झम गरेर यो जिमिङ होइन अन्य मजा हुन्छ। गाँजा यो गाँजा झाप पनि गाँजा विषय लिन्छ किनभने यसमा अध्ययन अनुसन्धान गरेको छैन। विश्व सबै त्यहाँ लैरहेछ। यसले हाम्रो नेपालको परिप्रेक्ष्यमा प्रकृति यो वस्तुलाई समाउन सक्यो भने यो गाँजा हुँदैन, यो गाउँ जागरण हुन्छ। प्रत्येक गाउँको मान्छे समृद्ध हुन्छ। यो काङ्ग्रेसको क, कम्युनिस्टको क होइन, क माने करोड पनि हुन्छ, ख माने खरानी हुन्छ बाबु गाँजा खाएरी। खालि गाँजाको कुरा मात्रै गर्छ यो बाजे त। के हो यो गाँजाको ठुलो बिजनेस खोलेको छ है क्या बाजे त। अनि करोडपति अरे त नि सबै नेपालीले अर्कोले के भन्छ एउटा रुख बेचे बराबर 1 करोड 20 लाख। मलाई पनि देऊ न बाजे, म नि रुख अबदेखि मेरो बिजनेस नम्बर 1 गाँजा खेती, बिजनेस नम्बर 2 सालको रुख रोप्ने। एउटा रुख काटेर बेच्ने, त्यसको बराबर 10वटा रुख रोप्ने। यही हो मेरो भिजन। इन्जिनियरिङ पढ्न छोडिदिन्छु म अब, रुख रोप्न जाने गाँजा रोप्न जाने म गएको भाइ।